guys, this is ridiculous. नमस्कार दिदी नमस्कार तपाईहरुले यस्तो बिजी पोलिटिशियनलाई भाउदिनु हुन्न भनेर हरेक ठाउँमा गएर भन्छु तर यति धेरै मान्छे यहाँको राजीनामा किन भएको मैले पार्टीबाट राजीनामा दिएको होइन मैले केन्द्रीय सदस्यबाट राजीनामा दिएको होइन मैले सहमहामन्त्री पदबाट चाहिँ नि राजीनामा 2 हप्ता अगाडि रविजी फर्केको दिन यो रिफर्म गर्नु पर्यो हामी स्टेट अफ इनर्सियामा भयो यसलाई एउटा पुश गरेर चाहिँ नि एकदम चलायमान बनाउनु पर्यो भनेर उहाँसँग छलफल गरेर नै गरेको हो यो अहिलेको मात्रै कुरा हैन यो इभन हामी जुन बेला भने ठ्याक्क जनताको समस्या टक्कै राख्नु पाउँछ भनेर गरेको तर त्यो विभागमा काम गर्न सकिरहेको छैन त्यो अर्को प्रमुख खोज्ने हो कि त्यो पनि मैले हाम्रो महामन्त्रीसँग कुरा नगरिकन गरेको हैन र त्यति बेलादेखि अहिलेसम्म यो हाम्रो पार्टीको लाइन चाहिँ नि सदनमा यो दलीयकरण विरुद्धको एजेन्डा चाहिँ सशक्त रूपमा लानुपर्छ जताततै दल मात्रै भयो नागरिक हुनै दिएन दलहरूले सबैलाई दुरुपयोग गरे यो एजेन्डा चाहिँ सबै तपाईहरुको मिडियामा तपाईले गएर हेर्नुहुन्छ भने हाम्रो पार्टीको केन्द्रीय समितिमा के छलफल भएको थियो अब चाहिँ मासिक रिफर्ममा जानै पर्छ भनेर इभन सभापतिज्यूले भन्नुभएको हैन सभापतिज्यूले हामीहरु विभिन्न पदमा छौं आफ्नो पदबाट डेलिभरी दिन सकेछन् भने सोचौं है त्यो पदमा बसिराख्ने कि नराख्ने यो पार्टी सभापतिज्यूले पनि केन्द्रीय समितिको बैठकमा भन्नुभएको कुरा र त्यो स्पिरिटमा पनि यो मेरो राजीनामा त्यति बेला 2 हप्ता अगाडि राजीनामा पत्र मैले दिएको हो अब एउटा कुरा स्पष्ट कुरा भन्नुपर्दा तपाईले दिएको राजीनामा सिधा भन्नुभयो मैले केन्द्रीय सदस्यबाट होइन पार्टीबाट होइन यो एउटा पद जो दुईटा तीनटा पद समात्ने त्यो अवस्था रहेन तपाई पूर्व शिक्षा मन्त्री पनि हुनुभयो मान्य पनि हुनुहुन्थ्यो यही सहमहामन्त्री मान्य पनि हुनुहुन्छ जस्तो यही सहमहामन्त्री पद त्यो बेलामा त तपाईले सम्हालिरहनु भएको थियो अहिले के बाध्यात्मक त्यस्तो अवस्था आयो एकाएक राजीनामा दिनुपर्ने अहिले त पार्टी पनि एउटा सङ्कटमा छ सभापति भित्र हुनुहुन्छ सभापति राजनीतिमा भनेको पार्टी सभापतिमा फेरि दोहोरिनुभयो तर तपाईको राजीनामा त यो आइरहँदा त एउटा शङ्काको अवस्थाले पनि देख्न सकियो त्यति बेला तपाईलाई त्यो 3टा पद ठीक थियो तर अहिले एकाएक किन आयो यो अवस्था यो कुरा मलाई माथि पार्टीको साथीहरूले पनि गर्नुभएको थियो यो धन्यवाद प्रश्न सोधेकोमा यो पार्टीको लाइन सदनमा स्थापित गर्छु भनेर जलेश्वरको बैठकबाट मैले म यो पोजिसनको लागि काबिल छु भनेर आफ्नो त्यो के भन्छ पत्र दिएकै हो गर्छु भनेर हैन तर जब मन्त्रालय सम्हाल्दै गर्दा सहमहामन्त्रीको पोजिसनमा त मैले के गर्न सकिनँ नि त्यो त मैले एक्सपिरियन्स गरेँ नि हैन एउटा व्यक्तिले त्यो मैले राजीनामा पत्र मेरो साथीहरूलाई पनि यता सिसिएममा पनि दिएको छु त्यसमा मेरो क्लियर स्वीकारोक्ति छ यो मैले एक व्यक्तिले यो मल्टिपल पोजिसन लिइरहेको